वाउ साथीहरू, यम्मी स्पाइसी चिकन नुडल्स हजुरहरूलाई पनि मनपर्छ भने कसरी बनाउने भनेर मैले भिडियोमा चाहिँ सेयर गरेको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है। सबभन्दा पहिला चाहिँ बोनलेस चिकन ल्याउने, यसमा चाहिँ सोया सस र त्यो के नुन, बेसार, रातो खुर्सानीको धुलो, अदुवा लसुनको पेस्ट हालेर एकछिन म्यारिनेट गरेर अरू मसला हाल्नु पर्दैन। अनि तेलमा फ्राई गर्ने है। अनि फ्राई गरिसकेपछि यता फेरि चटनी बनाउन थालेँ। लसुन, खुर्सानी र चटपटे मसला हालेर यसलाई तेलले झ्वाइँ पारेँ। अनि मैले चाहिँ चटनी भने हैन अब के भन्छ थाहा भएन मलाई, मैले लिए वाइ चाउचाउ। यसलाई अब मैले बोइल गर्न थालेँ साथीहरू। अनि बोइल गर्न थालेँ है यसलाई। अनि यसैमा पनि मैले त्यो उसलाई के बन्दाकोपी, सिमला मिर्च र टमाटरलाई पनि बोइल गरे हालेर अनि बोइल भइसके पछाडि चाउचाउको मसलाहरू हालेर अनि मैले प्लेटमा खनाउन थालेँ है। अनि यता हेर्नु भएको छ अनि माथिबाट मैले चाहिँ त्यो के अरे प्याज अनि चटपटे मसलाको चटनी, मासु अनि त्यसपछि त्यो टोमेटो सस, चिल्ली सस हालेर हेर्नुहोस् त साथीहरू कस्तो मिठो भयो। कति बेला खाउँ जस्तो भयो कि। अनि मैले त खान थालेँ है। ग्वाम यस्तो बवाल हुँदो रहेछ क्या साथीहरू, कुरै छोडिदिनु। मासुको स्वाद पनि हुने, चाउचाउको स्वाद पनि, भेजिटेबलको स्वाद पनि, के सबैको स्वाद आउने। हजुरहरूले पनि एकचोटि ट्राई गर्नु होला है। यस्तो कुरा खानुपर्छ कि। अनि यसको साथमा कोल्ड ड्रिङ्क त झन् छुटाउनै भएन साथीहरू।